सक्नुहुन्छ पानी जलमग्न भएको छ राम 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 धन्न भएको छ पुरै ल है सरकार यस्तो छ है हाम्रो स्थिति कसरी अब पुरै यस्तो तनावमा छ जलमग्न छ हजुर प्रभु यत्रो पुल्लाइदिनु भनियो त्यत्रो एक महिना दुई महिना धाइयो सरकार हजुरहरूले बुझिदिनु भएन के गर्नु यस्तो छ स्थिति है ए कहाँ जाने ल है प्रभु पुरै यस्तो छ स्थिति हेर्नुहोस् है बालुवा सबै बगाएर लग्यो हाम्रो ट्र्याक्टरले बालुवा थियो पानीको अवस्था यस्तो छ आमामा घोडा छ पानी घोडा छ घोडा छ पानी आमामा बाटोमा घोडा पानी छ कस्तो छ अवस्था लेट्स सी वाइफाई गयो अब यहाँ फोनबाट कुरा गर्दैछु यताको कन्डिसन कस्तो छ है पुरै बाटोमा पानी छ ल हेर्नुहोस् आइतबारको ए हाम्रो टोलको अवस्था यस्तो छ है प्रभु गाउनु हजुर सबैतिर जलमग्न छ हजुर तलतिर यति आएको छ अब त्यो थुनेन भने नि समस्या छैन तर त्यो थुन्यो भने चाहिँ टेन्सन हुन्छ होला पुरै त्यो चाहिँ अब पानी जाने ठाउँ चाहिँ थुन्यो भने चाहिँ टेन्सनै हुन्छ यस्तो छ स्थिति खतरा छ हेर्नु न पुरै तर अब हेरौँ न आकाशका माहौल यस्तो छ यता त पुरै अनि भित्र छिरिसकेछ त है तनाव भयो माथि त चढेको छैन कि भित्र ऊ मात्रै छ होइन नचढ्ला कोठामा नचढ्ला त्यही त कुरो चाहिँ त्यो पनि छ है बुझिदिएको समस्या समाधान हुन्थ्यो हेर्नु त पुरै यस्तो छ ल बाटोको लेभल मिलाएको छैन एउटा कुरो अनि त्यो पुरुष ढलाइ गऱ्यो नि अस्ति यता पानी जानै पायो होइन यताबाट सोरेर सबै हुर्रेर उता सबै जाने यहाँ यत्रो छ अनि त्यहाँ कत्रो हुन्छ ल हेर्नु त स्थिति यस्तो छ यो बगरको यो माटो बगाएर लगिसक्यो बाटोको माटो बगाएर लगिसक्यो
तल्लो घरको वाल गयो, गयो। तल्लो घरको वाल लडाइसक्यो। यो इटरीमा जहिले पनि पानी पर्छ अनि यो डुबानको समस्याहरू हुन्छ अनि हाम्रा राजनीतिक कर्मी साथीहरूले पनि डुबानलाई निकास दिन्छु भनेर भोट माग्नुहुन्छ, तर यस्तै छ अवस्था है। के भन्ने, निकास दिन चाहिँ सक्नुभएको छैन अहिलेसम्म का नेतृत्वहरूले। अब यसलाई जोखिम भनेर चाहिँ जोखिममै टार्ने भन्दा पनि यसलाई निकास कसरी दिन सकिन्छ भन्ने विषयमा चाहिँ व्यापक रूपमा र छलफल साथै एकदमै यसलाई चाहिँ तुरुन्त निकास दिनका निमित्त म हाल रहेका स्थानीय सरकारलाई र इटरीका बुद्धिजीवीहरूलाई र हामी सबै इटरीवासी जनताहरूले यो विषयमा व्यापक छलफल साथै निकासका लागि कुनै एउटा ठोस कदम नचाली मलाई लाग्छ सम्भवतः मुस्किलै पर्ला। अहिले झन् निकै त्यो पानी रोकिँदै गइसकेपछि अलिक ठुल्ठुलो बढ्दै जाँदो रहेछ क्या हो। अघि यत्रो त थिएन पानी। ल हेर्नुहोस् त पुरै अघि घोडा जति मात्रै थियो अहिले चाहिँ घोडाभन्दा माथि माथि आयो, झन्डै झन्डै कम्मरकै छेउमा। ल हेर्नुहोस् यस्तो छ स्थिति। पुरै लाग्छ कि मलाई एउटा समुद्रको बिचमा एउटा आइल्यान्डमा बसेको फिल भइरहेको छ। के गर्ने, पानी पसेको थिएन, पानी पस्यो, पानी पसेको थिएन, पानी पस्यो। ल हेर्नुहोस् पानी बढ्दैछ, पानी बढ्दैछ, पानी एकदम बढ्दैछ। पानी अघि पसेको थिएन, अहिले पानी पस्यो है। ल हेर्नुहोस् त पानी यतासम्म आइसक्यो। अब यसको निकास चाहिँ यहाँनिर छ। त्यहाँ चाहिँ अब पानी ब्लक भइदियो भने तनाव हुन्छ।